अरूले वर्षौँदेखि गरिराखेको कामलाई यो भएन त्यो भएन यसो गर त्यसो गर भन्नुभन्दा यही ठाउँमा आफू उभिएर एकचोटि मनन गरेको भए हुन्थ्यो नि। आफू उभिएर मनन गर्दाखेरि यत्तिको चाहिँ आफूले गर्न सकिन्छ कि सकिँदैन भन्ने कुराको पनि आफ्नै मनलाई प्रश्न गरेको भए राम्रो हुन्थ्यो नि। वर्षौँदेखि रात दिन भोक तिर्खा निन्द्रा केही नभनिकन यहाँसम्म पुग्नलाई त अलिकति कठिनाइ नै हुन्छ होला हर जो कोहीले सोच्दा पनि। तर पनि अझ यो भएन त्यो भएन यस्तो गर्नु त्यस्तो गर्नु यसरी गर्नु त्यो आफूलाई पनि शरम हुन पर्ने। किनकि यो ठाउँमा उभिएर आफ्नै हातले दिन प्रतिदिन भोक तिर्खा निन्द्रा नभनिकन यो अवस्थालाई पार गर्नलाई धेरै गाह्रो हुन्छ। आफ्नो जिम्मेवार के हो र आफूले कतिको आफ्नो जिम्मेवारलाई पुरा गरेको छु र गर्न सकेको छु कि छुइनँ क्या त्यो कुरालाई पनि आफैले प्रश्न गरेर आफैसँग उत्तर खोज्दाखेरि राम्रो हुन्छ कि। किनकि अरूले यो जिम्मेवारीहरू पुरा गरिराखेको छ, अरू आफ्नो कर्तव्यदेखि भागेको छैन र म पनि भाग्नु हुँदैन। मैले पनि यत्तिको गर्न सकिनँ भने अरूले गरेको ठाउँमा मैले चित्त बुझाउनुपर्छ भनेर क्वेसन आफैलाई गर्दा राम्रो हुन्छ। भोक निन्द्रा तिर्ख केही नभनिकन यो स्थानमा पुग्नलाई चाहिँ धेरै गाह्रो पर्छ र यो कार्यहरू सम्हाल्नलाई पनि धेरै गाह्रो पर्छ कि। तर हामीलाई गाह्रो छैन किनकि हामी आफ्नो कर्तव्यबाट भाग्दैनौँ कि। किनकि हामीले हाम्रो बाउ आमालाई गर्नुपर्ने कर्तव्यहरू पुरा गर्नुपर्छ। उहाँहरूले हामीलाई जन्माउँदा हुर्काउँदा कति दुःख गर्नुभयो र हामी यत्रो धेरैजनालाई हुर्काउनलाई कहिले पनि उहाँले भाग लाउनु भएन। तर हामीले पनि त्यही कर्तव्यलाई पुरा गर्नुपर्छ क्या जसरी भए पनि।